हेलो गाइजहरु वेलकम छ न्यू भिडियोको साथमा। हामी चाहिँ नयाँ वर्ष मनाउन गइरहेछौँ हैन। 10 बजिसक्यो। यहाँ माथि ओमको रिसोर्टमा जानु लाग्यो। अनि मेरो काकी चाहिँ हेर्दैछ वहाँ परेर के गर्दैछ यसले भन्दै होला। यसले मलाई जिस्काउँदैछ गाइजहरु। यही हो जिस्काउने चाले मलाई। यहाँ चाहिँ थाहा यो पर्दिन झन्डै मैले के भन्नु थालेँ। नयाँ वर्षको भिडियो 2 गते 3 गतेतिर आइपुग्छ होला। हाम्रो काकी हेर्नु सबैभन्दा डन हो यहाँको। यो ग्रुपको डन हो डन। यता फर्किन न काकी एकचोटि। यता फर्किन न काकी यता फर्किन न भन्छु। यस्तो गर्न त हात होला नि। काकी चाहिँ हल्लाउँदैन कसो गर्नुपर्ने भन्छ उहाँले। ल ल भाइरल युट्युबमा हाल्छु के म। अस्ति नि देखाएको यो बाटो त अहिले ल यति नि है। भन्दा भरे माथि पुगेर देखाउँछु है गाइजहरु। सबैजनालाई हेरिदिनु होला। आज नयाँ वर्ष न्यू इयरमा मनाउँदैछौँ के। न्यू इयर मनाउन गएको अब हेर्नु कस्तो हुन्छ। हल्लिसल्ली मेरो टोलीहरू हेर्नु न तलदेखि छ। को छ चिनाउनु पर्ने। चिनाउनु त कसरी चिनाउनु। अब यहाँनिर एक-एकजना छ। यो भदैनी त्यो बुहारी उता दिदी भेना अरू टोलीहरू। यो चाहिँ हेर्नु यसको बोकाइ यस्तो छ है। रोडमा कम त छैन। रोडमा प्रशस्तै छ मान्छेहरू। त्यसरी चाहिँ मेन रोडमा यही हो। धरान काठमाडौँ जाने रोड चाहिँ यही हो ल। हाम्रो घर छु तल घर चाहिँ अनि यहाँ माथि निक्लिनुपर्छ हिँडेर। अनि थुप्रो छौँ हामी चाहिँ। कमै छौँ नानीहरू पछाडि। हाई भन न के नमस्ते। मेरो सबैजना यहाँको है। हामी चाहिँ नयाँ वर्ष मनाउँ। यो हाम्रो बुहारी चाहिँ हाम्रोमा चाहिँ हात लट्ठी टेक्छ जहिले पनि। अस्तिको ब्लगमा पनि लट्ठी नै टेक थियो। आज चाहिँ अर्को बुहारी हेर्नु न हिँड्ने खतरा छ खतरा। मेरो छोराछोरीहरू हेर्नु नानीहरूसँगै यस्तो छ। नानी मेरो छोरी त्यहाँ छ। यो टिकटकर भर्खरै खतरा भएको। ल ल घर गएर बोलौँ ल भाइ। पुगेर मात्रै बनाउँछु ल। के अरे घर पुगे उहाँ पुगेर हङको पुगेर अस्ति देखेको थिएँ त मैले। बाइक कराउँदैछ कसेर भन्दै आत्तिँदैछ हाम्रो आमाई चाहिँ। बाँदरले न मङ्की मङ्की हाम्रोतिर त यस्तो मङ्की पो पाउँछ ती। के हो आँदैछ बिउ। गाई छ ल गाई छ। हामी चाहिँ दुम्सीका आइपुग्यौँ होइन। अब यता चाहिँ भन्छ दुम्सीका हो क्या। सबै एरिया दुम्सीका हो। दुम्सीका हाम्रो घर चाहिँ तल छ पारिपट्टि तल है। तल यता मुनि हो। अहिले चाहिँ हामी दुम्सीका आइपुगेको। अब होमको रिसोर्ट हेर्नु कस्तो अँध्यारो देखिँदो रहेछ हौ। यताबाट त चाहिँ मेरो भदाइनी पल्लो घरको दाइको छोरी। अनि यस्तो नाच्दै हिँड्दैछ। आफै टिकटक बनाउँदै त्यो दुम्सीका आइपुग्यो। अब होमको चाहिँ उता पारी छ है। अनि होमको आएपछि फेरि देखाउँछु है गाइजहरु। होमको आएपछि
मेरो फेस देखेछ छैन पर्जिन त आधीमा देखेछ कि पुरा देखेछ देखिँदैछ अनि अस्ति त आधी मात्रै देखायो अस्ति भ्लग गरेँ आधी मात्रै देखेको छ अनि त्यस्तै मिलाएर हालिदिएको नि अब दुम्सिके आइपुग्यो अब फेरि आया मम्मी कति साह्रो ठोक्यो हौ यसले चाहिँ टिकटक बनाउँदै हिँड्दैछ अनि अब कहाँ पुगिसक्यो नानीहरू काकीहरू चाहिँ अनि छिटाइछ राति कति बेला जानुहुन्छ बारी हेर्नु उहाँ पुगिसक्यो मान्छेहरू यस्तै नयाँ वर्षको दिन चाहिँ यस्तरी हिँड्यो साथीहरू तपाईँहरू चाहिँ के कसो गर्नुभयो कमेन्ट गर्नु होला गीत नबजाउन यहाँ पार्यो हङ्कु चाहिँ हङ्कु रिसोर्ट यो चाहिँ हाम्रो भोजपुर जिमी गाउँको चाहिँ एउटा चल्ती हो है चल्ने हङ्कु भनेको फेमस हो क्या युट्युबतिर पनि गएर हेर्नु होला गाइजहरू भोजपुर हङ्कु रिसोर्ट भनेर सर्च गर्नु त भेटिन्छ त्यही हो अनि यसले चाहिँ गीत बजाएर के गर्नु चौकी जान्छौँ बाइकहरू आउँछ हेर्नु रोडमा हामी चाहिँ हिँड्दै छिटो कुद्नु पऱ्यो कराउँदैछ छिटो अब रात परिसक्यो मलाई हुन्छ गाउँ आएको मलाई छोटा कुद्नु छिटो आइज न गाउँ आएको कतिमा के अनि आफ्नो गाउँ आफ्नो जन्म ठाउँमा त खुसी नै बेग्लै है मजा आनन्दै बेग्लै हुँदो रहेछ कि आफ्नो गाउँ आउँदा चाहिँ टेम्पो यस्तो चल्छ यस्तो चल्छ नि त टेम्पो तर नजिकै छ नि है हाम्रो गाउँतिर यो चाहिँ त्यो टोङ्कु भन्छ यता चाहिँ हङ्कु छ है तर हामी हङ्कु भन्छ भने त अहिले बनाएको टोङ्कुमा जान्छ थाहा छैन कहाँ परा छ त अहिले बनाएको त्यहाँ के होमस्टे हो होमस्टे यसलाई पनि त भनिदिनु होमस्टे मेरो भराइन चाहिँ हिँड्नै सक्दैन सानो छ अनि यसरी हिँड्छ के सानो छ छोरीहरू चाहिँ अगाडि पुगिसक्यो यो चाहिँ हिँड्नै सक्दैन कि अनि नजान नानी भनेको मानेन जान्छु रे फुपूसँग अनि उति हेर्नु यस्तो छ हौ यतातिरको त्यो गुराँसको फुल खास चाहिँ पाउन हाम्रोतिर चाहिँ माथितिर मात्रै पाउँछ कि अनि यसलाई चाहिँ निन्द्रा अनि आइज न नानी भन्दा मानिस हेर न टोली म बेगा चाहिँ फेरि नजाने रे यस्तो छ गाडीले स्वाट्टै हाल्यो पनि छैन कसले लगायो निन्द्रा लाग्यो बुई भनेर छोड्दैन बुई पो तिमीलाई बुई नानी मेरो नानी अगाडि पुगिसक्यो अब यो हङ्कु मलाई चाहिँ लास लाग्यो अरे फेरि बहिनी बङ्गमा लास लाग्छ अरे के गर्नु र चुम्मा गरेर नि हाम्रो हामीले बच्चा बेलामा नानी जन्माएर बोक्दा त लास लागेन उयोलाई चाहिँ लास लाग्यो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अस्मिना बिस्तारै हिँड न गलेन हाम्रो मम्मीले चाहिँ कहिले लट्ठी छोड्दैन अस्तिको बेलामा पनि लट्ठी थियो यता चाहिँ आज चाहिँ पुरै फुर्तिलो भएर हिँड्दैछ है टाइट फिटिङ भएर पुरा राम्ररी भएर हिँड्दैछ होइन गाउँको म भएन भने फेरि यिनीहरूको सासै चल्दैन नि त गाई चरो बुहारी हो नि फेरि कस्तो ठाडो भाषा बोलेको भन्नुहुन्छ होला बुहारी हो त्यही भएर त्यो तिमी भने यो चाहिँ तेरो चाहिँ हाँस कि म चाहिँ आइहाल्छ पर्सि पक्क मेरो छोरी चाहिँ हेर न गलेर होला तर के उभिएर मार्नु खोजेको मलाई
मनिकमा ओइनु जुन गाइजहरू भनिदिँदा यो मेरो छोरी हो कि होइन होइन म कमेन्टमा भनिदिन्छु होइन कसले जन्माएको छोरी हो भनिदिँदा गाई छोरी होइन अरे म जत्रै छ अनि होइन भन्छ नि कसले यहाँ फुल झारेछ पर्जिनालाई आई लभ यु भनेर दिन्नलाई कस्तो फुल पनि कहाँ टिपेको यस्तो आई लभ यु छोरी आमै रिप्लाई नि दिएन गाई छोरी यस्तो छ छोरीको हाल के गर्नु हिँडाइ त मरत छ त हामी त हेरेको हेरै घाम हेर्नु न गाई छोरी हामी त हेरेको हेरै हुँको आइपुग्यो है गाई छोरी अब छोरी हेर्नु न यस्तो छ मलाई बोकेर लानु मैले पो बोक्दिनँ नि कोही आउँदैन न त्यही त्यहाँबाट तपाईँ कहाँ हुन्छ गाई चाहिँ मेरो छोरी बोक्दिनँ आउनु पर्ने मान्छे टन्नै रहेछ उहाँको मान्छे तर यहीँबाट देखिरहेछ कम्ता छ मान्छेहरू त्यही भएर छिटो हिँड्नु भन कछुवा जस्तो यत्रो नि म कछुवा जस्तो भएर मेरो छोरीले भनिदियो नि गाई छोरो कछुवा हो त म तर मेरो छोरीले मलाई कछुवा भनिदियो अन्त नि कछुवा जस्तो भएर अनि हामीले कसरी ल्याइरहेछौँ मैले मामुले आई लभ यु छोरी भनेर दिँदा पनि रिप्लाई दिनु आलुको बिउ पाउँदैन रे क्या कता यहाँ ए त्यस्तो पो रे अनि अरू अरू केही थाहा छैन ए हामी कहाँ आएको रे छोरी भनिदेऊ त हामी होङको के भनेर युट्युबमा सर्च गर भने आउँछ अरे भोजपुर होङको रिसोर्ट हक्कास गाडाङ गुडुङ गर्दैछ गाई चाहिँ पानीले भिजेर जानु पर्ला जस्तो स्विमिङै खानु पर्दैन गर्मी भएर होङको जाने कि टोङको जाने भनेर हेर्नु न होङको जाने हङकोमा चलाइसक्नु छैन अरे गाई छ टन्नै छ जस्तो छ यहाँ मान्छे त हङकोमा साथीहरू यही हो हङको चाहिँ यहाँ सोलेवा चिन्डो मध्यमको यही हो हङको चाहिँ यही हो हङको रिसोर्टहरू चाहिँ यही हो हङको रिसोर्टहरू गाइजहरू ल हामी आइपुग्यो है हामी चाहिँ आइपुग्यो हङकोमा आवाज है बसेर के खान्छौँ अनि भन्छु है ल के खान्छौँ के भन्छौँ कता खानु अरे मलाई सोध्दैछ यस्तो छ है खाइ होङको आएर चाहिँ हाम्रो टोलीहरू यस्तो पो छ गाइजहरू सेसन्तरहरू धेरै छन् गाउँमा आएर अहिले हामी चाहिँ खाउँछौँ अनि खाइसकेर फेरि एकछिन रिन गर्छु है